Jongki. किन यस्तो ह्यान्डसम बनायो यो मान्छेलाई हेर त के छ किन बाबा यहाँ दमकमा दिउनु गाह्रो भइसक्यो किन यस्तो ह्यान्डसम बनायो भगवान् भनेर ल दियो भने एकचोटि तैँले गयो है उसले सोच्दैछ फर्केर हौ उसले सोच्दैछ ल किन यस्तो ह्यान्डसम खै ल छिटो ल खोइ त हिँडेको चाहिँ आम्बो ल खोइ आम्बो भन्दै ल नमस्कार दर्शकबिन हजुरहरूलाई म यहाँ आजको हाम्रो भ्लगमा यहाँ भइरहेछ भाले एकदम काले यसले त माथि मेरो हातबाट देखाउने छ नमस्कार दर्शकबिनहरू हाम्रो मानवहरू यहाँनिर अहिले दमकपुरमा बाटोमा हिँडिरहेको छौँ हामी कहाँ गएको भन्दै हामी खासमा अहिले संस्कारी गएको होइन के गर्नु बुढीलाई पैसा खाउनु गएको यस त्यही भएर हजुर यति भन्दै मैले मेरो भ्लगहरू एकदम समाप्त गरेँ हाम्रो क्यामेराम्यान सुशान्त तामाङ यस अरू यो फोन बोका त दिबु दिपु फोन बोका न उसले पनि दिन्छ नि आफै दिप्सनले त क्या कस्तो दिइरहेको छ यहाँ अझै एक दुई शब्द जाओस् न यति नै दमकमा एउटा डिलिभेसन अहिले चाहिँ हामी यहाँनिर दिप्सनको ससुराली जाँदैछौँ सबैजना केटाहरूसँग मिलेर यसो हाम्रो ग्रुप